आज हामी फाइनली सेभेन सिस्टर्स घुम्न आइयो होइन त तर 3 जना मात्रै छौँ हामी चाहिँ निरजको स्पेशल बर्थडे आज मेरो बर्थडे ह्यापी बर्थडे टु यु थ्याङ्क यू सो मच गाइज पार्टी आजबाट 25 वर्ष बुढो भयो अनि पार्टी अब 30 त अप्रोच गरिसकेको छैन तैपनि अल्कोहल हामी नन अल्कोहलिक पर्यौँ त्यही भएर पार्टीको नाममा सुप खाँदैछौँ कफी खाइयो अघि न होइन त मान्छेले रक्सी खाएर पुरै बलछाल गरेर पार्टी मनाउँछन् अनि नन अल्कोहल होइन जाँड चाहिँ खाइन्थ्यो अनि एकदम फाइनल्ली लन्डन आएको 8 महिनामा नेपालदेखि त कति भयो हामी नभेटेको अरे पाउने 3 वर्ष भयो तर यहाँ लन्डन आएर म चाहिँ 9 महिना भइसक्यो तर भेट भएर हाम्रो पोहोर आएको थिएँ पोहोर भन्दा नि 2 वर्ष अगाडि आएको थिएँ म चाहिँ लन्डन होइन 2023 मा यहाँ छ एकछिन समात्देऊ नि त यसै गरी यहाँ उभिएर समात्देऊ है क्या पार्ट एडिट गरौँला केही भएन बट ल्याउँथ्यो यसो गर्दै हिँड्यौँ फेरि प्रब्लम यो छ कि डिजाइन माइक कनेक्ट गरौँ र अहिले त्यस्तो हावाहरू लागेन के अहिले क्लियर सुनिन्छ क्या अनि म 2 वर्ष अगाडि 2023 सालमा लन्डन आएको थिएँ एक दिनको लागि एक्सपिरियन्स यस्तो खत्तम भयो यो पटक 3 दिनको लागि आएँ अनि साथमा जो युके आएको 4 वर्ष हुन लाग्यो 3.5 वर्ष भयो लन्डनमा युके आउने बित्तिकै कामसाम छोडेर कलेज छोडेर पहिला लन्डन आउँछन् उनी चाहिँ लन्डन आएको युके आएको 4 वर्ष भयो लन्डन फर्स्ट टाइम हो लन्डन चाहिँ फर्स्ट टाइम अनि हाम्रो दोस्त हामी फोनमा सधैँ कुरा हुन्थ्यो भेट्ने भन्दै 9 महिना पछाडि होइन कहिले कलेजको टेन्सन कहिले कामको टेन्सन अनि बिहे गरेर भयो 1 वर्षमा बच्चा पनि हुन्छ भन्छन् घरले छोरी हुन्छ भन्छन् हाम्रो चाहिँ भर्खर भेटघाट भजमका भेट छोराछोरी त बिहे गरेपछि हुँदै जान्छन् होइन यो चाहिँ ताजा मेमोरीको लागि हाम्रोतिर चाहिँ यस्तो माटो होला चाहिँ कमेरो भनेर चिनिन्छ नेपालमा यहाँको चाहिँ अब 7 सिस्टर्सको क्लिफ भनेर यो अलि होइन यो चाहिँ बलौटे माटो भयो बालुवा मिश्रको माटो त्यहाँ गएपछि चाहिँ हामी त्यो पार्ट पनि हामी रेकर्ड गर्नेछौँ होइन कमेरो भनेको चाहिँ त्यो सेतो कलरै हो चुना काइन्ड अफ यो चुना के अरे कलरै हो अनि के भन्छ त्यसलाई अब अर्गानिक टाइपको एउटा रातो हुन्छ प्यालो तीन टाइपको यहाँ सायद एउटा सर्प छ जस्तो छ सानो सानो तिर्पिर गरेर बिर गरेर आवाज गरिरहेको छ अनि अहिले चाहिँ हामी साइड वकमा हिँडेको छौँ क्रस वकमा डाँडा पुगेर मेन ठाउँ एक्सप्लोर गर्न बाँकी छ भर्खर सुरुवात गरेको भनेर यो चाहिँ ब्लग गरिरहेको हो अगाडि हाम्रो साथीहरू हुनुहुन्छ जो भुइँमा बसेर मजाले यो पार्टबाट ल फ्रम हियर we are entering Seven Sisters beach officially. Before that part, we were walking down towards Seven Sisters. हाम्रो साथीलाई मान्छेहरू होइन ट्रेलहरू छ कहाँनिर घर पज गर्ने अरे एकछिन त पज गरौँ भन्दा नि हो हामी मेन क्लिपमा पुग्ने यो स्पिड ब्रेक त्यस्तो नभन अनि आज यतै रात बिताउँला हजुर अनि आज यतै रात बिताएर जाउँला के भएर होइन ल अब चाहिँ हामी 7 सिस्टर आइपुग्यो है फाइनली परदेखि झन्डै 500 मिटर भनेर यार हिँडाउनु त हिँडायो नि 1 किलोमिटर यो पछाडिको 7 सिस्टर्सको बिच अब त्यहाँ हाइकिङमा डाँडा पछाडि जान बाँकी नै छ अनि यो चाहिँ ल लन्डनको इस्टबोर्न भिलेजमा भएको 7 सिस्टर्स कन्ट्री पार्क यो पुरै सेरोफेरो सबै तेरो मेरो भन्छ माइक हराउने खस्ने चाहिँ टेन्सन हुन लाग्यो चस्माबाट तर ठाउँ चाहिँ
चाहिँ एकदम रमणीय एकदम राम्रो चप्पल लगाएर समुद्रमा पौडी खेल्न जाने यस्तो ठाउँ रहेछ रहन चाहिँ हावाले मेरो माइक नउडाइदिएला यार तिमी खेल्न मिल्यो यार मिल्दैन कहाँ मान्छे हराउँछ हामी यो मेरो माइक हावाले उडाइदिएला जस्तो भयो यार ल हाई भन्दै क्यामेरालाई दोस्तहरू अरे के उडायो हावाले उडायो हावाले ल जाम अनि अगाडि। सबै हावालाई उठ्या होइन उता नै जाने हो यता पनि हेर। अब हामी लगभग 1 किलोमिटर हिँडेर आइपुग्यो यो समुद्रसम्म यहाँबाट अब त्यो डाँडा गएर पुरै डाँडा घुमेर यतापट्टिको डाँडा यता हेऱ्यो यतै रमाइलो उता हेऱ्यो उतै रमाइलो कति रमाइलो यस्तैको लागि रहेछ मानिसहरूले मेहनत गरेर जिन्दगीभर सेभिङ्स गर्ने यो गर्ने त्यो गर्ने भेकेसन लिने घुम्न आउने यो हेर यो कङ्कड भन्छ कङ्कड कति राम्रो ए जुत्ताभित्र बालुवा छिर्ला साथीहरू जुत्ताभित्र बालुवा छिर्ला यस्तो राम्रो चिउरा बज्यो यस्तो छुरुम झुरुम अब फोटो खिचाएन यार। अब यहाँसम्म आइसकेपछि बस्दिउँ न होइन यसमा एकचोटि बसेर सरारा